राष्ट्रपति बालन र कुलमान बीच भएको आजको एग्रिमेन्ट डिटेल यस प्रकार रहेको छ। नवयुवाहरू जीएनजीले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने, उज्यालो र आत्मनिर्भर अर्थतन्त्र डेलिभरीमा आधारित राजनीतिक योग्यता प्रणालीको स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहन, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यका लागि गर्नुपर्ने गैर नीति, संस्थागत सुधारहरूमा आर्थिक सामाजिक सुसंस्कृतिक राजनीतिक अभ्यासको जगमा अर्को 10 वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित रहन। पहिलो पक्ष र दोस्रो पक्षबीच एकता भए पश्चात स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी। दलको झण्डा साबिककै नीलो पृष्ठभूमिको मध्यम भागमा सेतो रङको गोलाकार, बीचमा नीलो रङको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र डाक्टर सोनी मौले रहने भएका छन्। उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरूमा सँग जोडिने, एकता पश्चात पार्टीको संगठनात्मक रचनात्मक फराकिलो बनाउन उज्यालो नेपाल पार्टीका आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारीमा तोक्ने भएका छन्। यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धित दस्तावेज निर्वाचन आयोगमा अध्यावधि गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलाबद्ध भई लोकतान्त्रिक सुशासन र समृद्धिको लागि अघि बढ्ने बताएका छन् र उनीहरूसँग जीएनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि जोडिने भएका छन्। सुदन गुरुङ जोडिए लगत्तै उनले भनेका छन्, म गोर्खाबाटै संसदीय दलको चुनाव लडेर अघि बढ्ने छु।